बुढो छोरोले आफै मन पराएर उहाँ बेहुली भित्रै आयो। के अरे उनीहरूकै भाषाले भन्नुपर्दा जात नमिल्ने होइन। अब बाहुनले बाहुनकै छोरी ल्याउनु पर्यो अरे, छेत्रीले छेत्रीकै छोरी, जैसीले जैसीकै छोरी, कुमाईले कुमाईकै छोरी होइन, राईले राईकै छोरी भन्ने खालको छ नि त हाम्रो गाउँ समाजमा। अझै पनि कति छ के छैन छैन याउँ याउँ भन्छन् कि मुखले। आफ्नामा परिसके पछाडि चाहिँ नि खोज्ने भनेको आफ्नैलाई गोरछ क्या। अब अहिले त लप्पर छ मन परा। पहिला पहिला पो लमी लगाएर कुण्डली चिना चिना हेराएर आफ्ना जातका लु खोज्दै हिँड्थे त। अहिले त मन पराउँछन्, पढे लेखेका भए, शिक्षित भए, दुनियाँमा जातपात केही पनि होइन रहेछ। माया मोह प्रेम भए पछाडि चाहिँ एकदम राम्रो बानी बेहोरा भएको मान्छे चाहिँ बरु राम्रो हो, आफ्नो हो, हाम्रो हो भन्ने खालको छ त होइन। अब पहिला थिएन, अझै पनि त छैन, कति त छँदै छैन, गर्छन् नि यस्तै मुखले मात्रै एक थोक भन्छन् होइन। अनि ल्याउने बेलामा त ल्याउ साथीजीले चाहिँ जस्तो बनाए पनि ल्याउन चाहिँ आफ्नै जातको बुहारी भित्रिनुपर्छ है केटा छोरा भनेर भन्छन् होइन। भनिरहेका सुनिन्छ नि त कति। हाम्रो लागि त अब जात भनेका त्यही दुईवटा हो नि त, एउटा छोरा मान्छे एउटा छोरी मान्छे, त्यति नै भन्छ। मुखले मात्रै भन्छन्, उता भित्राइसके पछाडि यत्तिकै गर्छन्। अनि उतिखेर चाहिँ छोराले उनीहरूकै भाषामा भन्दा जात नमिल्ने बुहारी भित्री आयो। आमामामा कति गरेर लखेटे, कति थोक भने त्यो बुहारीलाई बाँच्न त्यहाँ सास फेर्न दिएनन्। अब छोरोले माया गरेर ल्याएको, मन पराएर ल्याएको होइन, झुन्डिँदै आएको पनि होइन। अनि त्यति गरेर अब असह्य भएपछि त मर्नु त भएन नि त। ज्यानभन्दा ठुलो मायाभन्दा ठुलो त केही होइन नि त भनेर त्यो घर छोडेर निकाले नि, के को छोड्नु, निकालिदिए कि काउट हानिदिए घरकाले। हानेर छोरोले बुहारी लिएर हिँडो, च्यापो नाति नातिना भए, कस्ता भए, के भयो, कति वर्षसम्म त्यो छोरा बुहारी खोजेनन्। त्यो जात नमिल्ने बुहारी भएर क्या खोजेनन् कति गरेर खोजेनन्। लास्टमा अनि अरू दुईटी बुहारी चाहिँ जातका ल्याए। झै बिहा बजाएर 70 जनाको बाजा बजाएर बुहारी भित्री आए। लास्टमा तिनै छोरा बुहारीले फेरि जात भएका छोरा बुहारीले चाहिँ कि काउट हान्दैछन् सासु ससुरालाई। अहिले फेरि खोज्दै जानु पर्यो त्यही जात नमिलेकी बुहारी, हेर्नु है त। अनि त्यो दिनलाई सम्झिउन भन्छु क्या म। आची पुसेर फ्यालेको काठ पनि काम लाग्छ होला, बरु त्यो छोरा बुहारी काम लाग्दैन झैँ गरेर यिनीहरूले फाल्दे, हटाइदे। लात हाने, सबैले हाने, छिमेकीले हाने, आफ्नाले हाने, घरकाले त हान्ने भइ गए, हानि नि हाले होइन, सकिने सके। अब अहिले छोरो बुहारी आफ्ना ठाउँमा गरी खाएका छन्, त्यही जात नमिलेकी बुहारी होइन। कस्तो राम्रो भएको छ, भगवान्ले हेरेका छन्, सबै राम्रो छ, धन सम्पत्ति पनि टन्न कमाएका छन्, छोरामा छोरा छोरीमा छोरी, जात चाहिँ नमिलेकी बुहारी। अहिले सासु ससुरा त्यही छोरा बुहारी जात नमिलेकी बुहारीकामा गएर बस्नुभएको छ, हेर्नु है त। यो दिन आउँछ नि यस्तो। त्यही भएर नि बोल्ने बेलामा नि एकदम विचार पुर्याउँ, व्यवहार गर्ने बेलामा गरौँ, विचार पुर्याएर गरौँ क्या। ला भोलिको दिन त कसले देखेको छ र के थाहा छ र होइन। त्यही भएर बल हुँदै, उमेर हुँदै, वयस हुँदै, पैसा हुँदै घमण्ड नगरौँ है, घमण्ड नगरौँ। त्यति बनाएको पाइनएप्पल ल्याएको छु, अब खान्छु। यो स्कुल पढ्दा याद आयो क्या मलाई पाइनएप्पल खाएको। अनि अहिले मैले नानीले खाजा पुऱ्याउनु जाँदा यो पाइनएप्पल बोकेर आएको नि, राजुको खाजा कहिले काहीँ यस्तो मनपर्छ। ल त्यही भन्न आएको ल म।